नमस्ते। आज म तपाईहरुलाई 3 वटा यस्तो वेबसाइटको नाम भन्छु जुन वेबसाइटहरु तपाईहरुको लागि धेरै नै युजफुल हुन्छ भन्ने लागेको छ। नम्बर 3 मा रहेको छ बल्ली टु टल्ली। यो वेबसाइटमा तपाईहरुले साउथ मुभीहरु टाइटल सहित ओरिजिनल ल्याङ्ग्वेज र हिन्दी डबेडमा हेर्न सक्नुहुनेछ। र नम्बर 2 मा छ बिलिबिली। बिलिबिली भन्ने यो चाहिँ एपमा पनि छ र वेबसाइटमा पनि छ। दुवैवटाबाट तपाईहरुले इंग्लिश कोरियन मुभीहरु हेर्न सक्नुहुनेछ। र आजको नम्बर 1 मा रहेको छ देशी सिनेमा। यस भित्र तपाईहरुले खोजिरहेको बलिउड मुभीहरु, हिन्दी तथा साउथ मुभीहरु, कति मुभीहरु भेट्न भएको छैन भने यो देशी सिनेमा भन्ने एप पनि छ र वेबसाइट पनि छ। यो दुवैवटाबाट तपाईहरुले मज्जाले हिन्दी तथा साउथ मुभीहरु हेर्न सक्नुहुनेछ। भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनु होला।